साथीहरु सालको हो म ए बहिनी परे के क्या हो यार कुन महिना ल साथीहरु के स्टोर हो तपाईको स्टोरको नाम स्टोरको नाम लो यहाँ हाम्रो बहिनीको स्टोरमा चाहिँ मैले यहाँ शपिङ गरिसकेको छु यहाँ साथीहरु है यस्तो बेबीहरुको धेरै राम्रो राम्रो कपडाहरु छ के आउनु है शपिङ गर्न सबैजना म त यहीँबाट लान्छु कि प्राय ल आउनुहोस् है साथीहरु लु है लु यहाँ पुरै बहिनीकोमा शपिङ गर्न आएको ल साथीहरु आज चाहिँ म अनि यस्तो क्यूट क्यूट कपडाहरु छन् हजुरहरु पनि आउन सक्नुहुनेछ अनि यसरी म चाहिँ शपिङ गरिरहेको छु शपिङ चाहिँ अनबक्सिङमा मात्र देखाउँछु सल्लाहकार समितिको महानिर्देशक हुनुहुन्छ यता चाहिँ व्यापारी बहिनी हुनुहुन्छ ल अनि यहाँ ग्राहकहरु यस्तो आउनु भएको छ उहाँहरु ल यसै गरी आउनु होला हजुरहरु पनि है वेलकम टु दिस स्टोर यो चाहिँ छ नजिकै असनको साझा गल्लीमा मोडरेट प्राइसमा एकदमै मिलाएर दिनुहुन्छ आउनु होला ल साथीहरु अनि मलाई चाहिँ हस्तान्तरण थ्यांक यू वाला गरिसक्नुभयो थ्यांक यू सो मच म त आइराख्छु छु हैन अब हेर्नु न साइनो फेर्न नि पाइएन ल बहिनी हामी गयौं ल ल थ्यांक यू ल यहाँनिर ल टकन टुकुन वाला निस्किसक्यौं हामी चाहिँ अनि टकन टुकुन शपिङ चाहिँ गरिराख्छु मैले साथीहरु यस्तै छ ल यस्तो लोकेसनमा छ एकदमै मोडरेट प्राइसमा दिनुहुनेछ साथीहरु अनि हामी चाहिँ अनि त्यसरी हाँसी हाँसी हिँडिराख्छौं प्राय साथीहरु यत्रो गर्मी भएको छ मलाई चाहिँ तपाईलाई कसरी जाडो भएको हो ए जाडो भयो जस्तो देख्छु त म त मलाई चाहिँ गर्मी भएर पसिना आइरहेछ है साथीहरु अनि मेरो साथीलाई चाहिँ जाडो भएर यस्तो घुम्टो ओडिराख्नु भएको छ के भयो त अब त लाग्दिने हो काम सकियो मैले चाहिँ अलिकति शपिङ गरेर आएको छु साथीहरु नियमित रूपमै यता आउने गरिराखेको छु सो असन बजार घुमाइदिएला आज चाहिँ मैले तपाईहरुलाई हेर्न सक्नुहुनेछ यता हामी चाहिँ बाहिर निस्किदै छौं यसरी शपिङ गरेर भिडियो चाहिँ प्राय बनाउन बिर्सिहाल्छु नि त अनि त्यही भएर अन्तिममा बनाउँदाखेरि छोटो न छोटो पो हुन्छ त कहाँ डुल्यो है भरे भन्दा बिर्सिहाल्छु अनि बल्ल बनाउँदा यति हुन्छ ल साथीहरु मैले चाहिँ मेरो शपिङ अनबक्सिङ गरेको छु यो चाहिँ बाबुको लागि सुज किनेको थिएँ मैले यो सुज हो मेरो केटोलाई है त्यसपछि छ कपडा किनेको यो टी-शर्ट हो एउटा है अनि त्यो टी-शर्टलाई ज्याकेट छ हुन्छ अनि यो चाहिँ स्माइल वाला मेरो बाबुको लागि ज्याकेट हो साथीहरु है पातलो पातलो ठिक्कको ज्याकेट छ अनि अर्को चाहिँ यो प्यान्ट छ मेरो बाबुलाई है सजिलो खालको सुर्बल टाइपको प्यान्ट के फोर पनि लागेछ यति थियो मेरो शपिङ चाहिँ साथीहरु है ज्याकेट टी-शर्ट प्यान्ट अनि सुज यति होला साथीहरु